नमस्कार म कन्डम जानकारीमूलक भिडियो त हो तर के गर्नु कमेन्ट देखेपछि भिडियो बनाउन मन लागिहाल्यो ल हेरौँ है त परिवार योजनको साधनहरू नमस्कार म कन्डम म गर्भ र यौन रोगबाट बचाउँछु नमस्कार म पिल्छु 1 महिना काम गर्छु नमस्कार म डिप्पो 3 महिने काम गर्छु नमस्कार म इम्प्लान्ट म 5 वर्ष काम गर्छु नमस्कार म बैगुन हुँ एकचोटी काम गरेपछि 9 महिनापछि रिजल्ट दिन्छु नमस्कार म बोका ऐसा लगा मेरा मजाक नमस्कार म अरूको बुढीको ख्याल गर्छु नमस्कार म कन्डम म गर्भ र यौन रोगबाट बचाउँछु नमस्कार म कन्डम लगाउनेवाला नमस्कार म कस्टमर बेला बेला किन्न आउँछु नमस्कार म आयुषी म 12 वर्ष काम गर्छु नमस्कार म पुरुष वन्ध्याकरण यो थाई वन्ध्याकरण हो नमस्कार म महिला वन्ध्याकरण थाई वन्ध्याकरण नमस्कार म चाहिँ 30 मिनेट सुई लगाएर 9 महिनाको भुडी फुलाउने काम गर्छु एक आदमी में इतना टैलेंट कैसे होता है? बालन सरकार आएदेखि अस्थायी साधनहरू पनि बोल्न थालेछन् यो हो नि त प्रगति भनेको नमस्कार म पुरुष हजुरहरूलाई सम्मान गर्छु जिन्दगी त भीमदाइले नै लिएका रहेछन् पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त यति गर्नु नपाएर होला होइन म रिसाएर बसेको भयो कि भयो नाइटोमा छिराइदेला है विचार गर नानी यही मुर्दारले भाग्यमा लिएर आएको रहेछ दाँत उछिटिए पनि कसम अब म भीमदाई भएरै छड्छु बरु भिख माग्न परोस् निकल लौडे पहली फुर्सत में निकल यति गर्नु नपाएर होला होइन म रिसाएर बसेको भयो कि भयो कि चढ्दा बित्तिकै भयो भन्ने बिचरा भीमदाईलाई भीमदाईको कालो लामो छ है पेटतिर घोचला होस् गर्नु स्वर्गको ढोका पुर्याएर धरतीमा झार्छन् यो दाजुलाई कान्छीहरूले टमाटर दिँदा भयो लफडा पहिला भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त भाउजू टमाटर सक्यो अनि सक्यो भने त टमाटर ए टमाटर सक्यो भन्न दिँदा नि लिनु यहाँ पनि छ अरे साला तुम लोग पागल है क्या हजुरको भन्दा मेरै राम्रो छ यो राम्रो रहेछ है लु अर्को पनि छ दाना मात्र ठुलो रहेछ टमाटरको नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है यस्तो राम्रो टमाटर दिइरहेछौ अन्त अनि यस्तो राम्रो अघि दिएको चाहिँ लिँदैन सोटे राजा भाबीलाई काम लाग्छ दिनु है तू समझा हाँ सानो रहेछ भाउजूलाई नपुग्ने हो कि ई आयो आलु पनि एउटा हाई निकाल्थ्यो अब हामीलाई भन्दा हेर्नेलाई थाहा रहेछ अब के आउँछ भनेर पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त ल आयो ल यार साथी ल यार मुखै पुरै बाङ्गै बनाउँछ नि लास्ट आयो त आयो मन्दरले बोला त उत्तान टुक्रै बनाउँछ पात पनि आउँछ भन्नु न के गर्दो रहेछ लौ न गुरु हर्केलाई प्रधानमन्त्री बनाइदिनु पर्यो असाध्यै रहर गर्यो हर्केले अब छोड दे भार पुग्यो अब पुग्यो Oh my god ओ भाई ये क्या है बाजेको धेरै खेलाउने बानी रहेछ हातको इशारा देख्दा बिल्कुल केरा राख्दै हो बाजेको हातमा आप कहाँ के ज्ञानी बाबा अब सक्यो ढल्छ अब पछाडि ढाल्छ अनि सकिन्छ ढल्बाकी छ नि यति ढल्दैन ए आज ढल्दैन रे किन ढलेन झाँक्री पता नि प्रकाश झाँक्री फ्लप प्रकाश भुजेलले एकचोटि गृहमन्त्री प्रधानमन्त्री यो देशको खान्छ थु
क्या माल है यार। फुलमायाको फुल हल्लेको देखेर दर्शक महानुभावहरूलाई गाह्रो हुने भयो। पहिला यो भिडियो हेरौँ अनि कमेन्ट्स पढ्ने है त। हेडलाइट चम्किलो भए, बाटो चकाचक र डिक्की ठुलो भएपछि सामान खचाखच। कृषि प्रधान देश हो नारी, यसरी नै फल फैलाउँदै जानु। एउटै मेरो टाउको जत्रो रहेछ। क्या करूं मैं मर जाऊं? बुटो सानो भए पनि फल ठुलो हुँदो रहेछ। पक्कै पनि अर्गानिक त होइन होला। कसम मुखै छाडिदिउँ जस्तो रिस उठ्यो। युवा जनशक्ति बिग्रियो अब। भकुण्डोमा हावा कम रहेछ, गिलिक गिलिक छ। कमेन्ट्स गर्नेहरूलाई पनि कसैले नसक्ने भयो। पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। खाना खाने बित्तिकै दाँत चम्किलो बनाउँछु, खानाहरू अड्क्या नदेखियोस् भनेर चाहिँ दाँत घोटी घोटी मार्नुहुन्छ भनेदेखि त्यो भन्दा गल्ती चाहिँ तपाईँले केही नै गरिरहनु भएको छैन है। यो भिडियो त्यो साथीलाई पठाइदिनु होला। म त खाना खाने बित्तिकै भाडा चम्काउँछु, केही त हुँदैन नि डाक्टर साहब। गजब टोपीबाज आदमी। टुथपेस्ट नराखी अलिअलि ब्रस गर्न हुन्छ कि नै? फिर वही बात आ जाएगी जो गरीब हो ना आदमी। कन्टेन्ट क्रिएटर, टेन्सन क्रिएटर। त्यही भएर चाहिँ हजुरहरूले खाना खाने बित्तिकै दाँत मार्ने काम नगर्नु होला। हजुरहरूले 30 मिनेटदेखि 60 मिनेट कुर्न सक्नुहुन्छ। डाक्टर साहब, अनि हगिसकेपछि कति समय कुर्नु पर्छ खाल्न? तपाईलाई सबै थाहा छ, 100 इयर बाँच्नु हुन्छ होला है। इसकी गारंटी मैं नहीं दे सकता। घाँटीमा माला लगाएको बताउँछन् भनेर होला। दिमाग खराब हो जाएगा। मैं एआई को जमाना आएपछि त दिल पनि माथिबाट तल पुगिसकेछ। ल पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। तो चलिए शुरू करते हैं। त्यो कपडा माथि टाँसिएन के? कपडा खोलेर टाँस न अनि बल्ल टाँसिन्छ। क्या सोच है रे तेरी, मानना पड़ेगा। दिलमा भनेर दिलमा टाँसिदिने, रिस उठ्ने। दिल त त्यहाँ पो हुने रहेछ है, थाहै नभएको के मलाई त। कोही कोहीको दिल कस्तो अप्ठ्यारो ठाउँमा हुने रहेछ। मलाई टाँसेको दिलमा एचआईभी लाग्छ अनि थाहा पाउँछ। आज आएर राजेश दाइकोमा पनि फन्नी कमेन्ट पढ्ने दिन आएछ। ल हेरौँ है त। सुरु गरौँ। जति एक्सरसाइज गरे नि एउटा बच्चा बनाउन सकेनौ दाइ। इमोसनल डैमेज। राजेश दाइ हावामा भएका कीटाणु मार्दै। हर्केलाई दिनु यो किक। दादा नयाँ प्रस्तुति दिनु न, यो त कति हेर्नु। लङ्गडे दाइ कता कुद्दै हो? रविन्द्र ढाडसँग भिड्ने विचार गर्नु भएको जस्तो छ। यो त मरे नि हुँदैन।